हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। अन्त यहाँ चाहिँ आज हामी मुकबाङ गर्ने भनेर चाहिँ यहाँ बहिनीले मजाले प्याजहरू काटेर चिकन रेडी गर्दैछ, किनकि आज चाहिँ यसको विक अफ थियो। सो यसले प्रिपेयर गर्दैछ। यसले मजाले बनाउँछु ल दिदी भनेर भनिरहेको थियो। आज चाहिँ हाम्रो आइटम चाहिँ कालो दाल। यसले मजाले बनाउँछ नि त लतक्कै पारेर। अन्त कालो दाल, अनि त्यहाँदेखिको भात, सलाद, अन्त त्यहाँदेखिको हाम्रो चिकन थियो। अन्त अहिले यसले कुक गर्दैछ। यो धोएको चिकन हो, काटेको छु। यहाँनिर टमाटर खोर्सानी, अनि यहाँनिर चाहिँ जिन्जर गार्लिकको पेस्ट यसरी यहाँनिर लगायो। अन्त कराई एकदमै ठुलो छ नि त, अन्त त्यही भएर हाई वेलकम टु आवर ब्लग। अन्त आज फेरि हामी खाना खाँदैछ। आज फेरि हामी अर्को मुकबाङ लिएर आएको छु। चिकन, भात, अनि हाम्रो सलाद पनि छ, त्यो देखेको छैन। सलाद हाम्रो दाल छ। अन्त त्यहाँदेखि यहाँ दाल। यहाँ अलिकति यतै राखिदिनुहोस् ल। हाम्रो यहाँ चाहिँ सबैले कोअपरेट गरिदिइरहेको छ, कोहीले नि हल्ला गरिदिएको छैन। आज यो सबै चाहिँ चिकन, दाल, कालो दाल, अन्त त्यहाँदेखिको भात चाहिँ सबै उसले बनाएको, किनकि यसको उयो थियो नि त आज मैले बनाएकै उसको अरे मैले यसले बनाएको आज चाहिँ, किनकि यसको लिभ थियो नि त आज लिभहरू छुट्टी थियो नि त। करो आज मार्केट गएको थिएँ स्टार्ट झन् बनाउँछ सबै ठिकै छ। पापा उयो फेरि त यस्तो खाना चाहिँ नि छोपिँदैन। अरूको छोपिँदैन त कसरी खान्छ हौ, यसरी खान्छ हो। भाजी भाजी भज्दै यो देखाउनु पऱ्यो। राम्रै पर्छ। मुला म घरमा हुँदा मुला खान्थिनँ कि, यहीँ आएर चाहिँ मुला खानु स्टार्ट गरेको। मलाई काँचो मुला मनपर्छ होइन, यो पकाउँछ नि मासुहरू हालेको मन पर्दैन फेरि। मलाई खालि दाफीमा बनाएको मात्रै मनपर्छ, मम्मीले बनाएको दाफी। हामी चाहिँ चिल्लीहरू खाँदैन, किनकि कतिको लाग्छ हामीलाई। यहाँ टलरेट गर्नु सक्दैन चिल्लीहरू। पक्रिन मिठो छ। कालो दाल, भात, अन्त मसुर दामी बनाउँछ ड्राई। Oh.
अफ भएछ किन यस्तो भएको सेटिङ मिलाउनु पर्ने सिटिङ मिलाउनु पर्ने रहेछ यहाँ राखिदिनु पऱ्यो मुला खाने हेलो तिमीलाई सोधेको यो चाहिँ मेरो हस्बेन्डको हात हो साइडमा बसेर खाँदैन यहाँ चाहिँ उयो छ नि त सलादहरू हातमा भात त्यही भात हुँदैछ के तपाईँ हावा चल्दैन न यो टाइमर के भएको हेरिदिनु ल हामी चाहिँ मुखबाङ भन्दा पनि रेगुलर खाइरहेको भात खाएको किनकि हामी यति खानु सक्दैन नि त नर्मल डिनर जस्तै नर्मल डिनर जस्तै यहाँ के भन्छ पहिला हामी केरलामा थियौँ नि त्यतिखेर केरलामा हुँदाखेरि नि कालो दाल मोमो मुस्किल पर्थ्यो दामी भन्दा है दामी अजवाइन पनि पड्काउँदो रहेछ है यिनीहरू चाहिँ रङ्गुको मान्छे यहाँ चाहिँ के भन्छ तमिलनाडुमा चाहिँ उयोहरू पाउँदैन 5 फरनहरू फरन भन्छ किनकि यताको टेस्टै डिफ्रेन्ट हुन्छ खानाको हाम्रो उता वेस्ट बेङ्गलमा पाउने जस्तै हुँदैन कति यहाँ चाहिँ यसरी भातको भित्र मासु हालिकन खाइरहेको छु भातको भित्र मासु हाल्छु यसरी म त्यसरी खानु मनपर्छ नि त यस्तो छुट्यायो भित्र हाल्यो त्यस्तो गरिकन खानु फेरि अफ हुनु आँटेको आजकल मोबाइलहरू चिन्नु थाल्छु कहिले अफ हुन्छ मलाई दामी लाग्यो खाना खाँदा मुखबाट झर्छ पो त बाख्रा के हो त्यो चाहिँ औला जस्तो गरी तरकारी र अमलाले यस्तो भातै भात नपारौँ भन्छु भइहाल्छ खान सक्नु सबैले सक्दैछ म टाढो भएर नि ग्लास लाएर राम्ररी देखेको छुइनँ होइन देखेको छुइनँ मतलब देख्नु त देख्दैछ ब्लड देख्दैछ यसले चाहिँ एभ्री टाइम लगाइबस्छ यसले चाहिँ लगाउँछ पनि अन्त यहाँ पनि लगाउँछ भन्दैन तेरो कहानी डढेको भात पाएको थियो यसलाई फेरि अफ भयो
के भयो के भयो हँ ए भन न कमिलाले फिल्ममा सिल्यो भने दामी छ मेरो हबी पनि छ यहाँ चाहिँ भरे खाँदाखेरि पनि कस्तो मिठो भएको पिरो पिरो दामी अझै घरको मैला हुन्छ नि बुझ्दै बुझ्दै पाएको मिठो लाग्यो म छिटो पाएको सुझाउँछु ल म त यहाँ मुखभरि भात राख्दै रहेछु अहिले पो चल्टाको हामी चाहिँ छिटो फिनिस गर्नुपर्छ नि त है सबैलाई भयो मलाई भएको छैन मैले एउटा लेमन दे भइहाल्यो त्यो लेमन र खाँदा भयो नि त मेरो सकिन त्यसको बारेमा भन्छु नि पुग्दैन रहेछ उसले टिफिनमा पनि खान्छ नि त टिफिनमा पनि सक्छ हिजोको बिहान बिहान खाना बनाएको थियो त उसले यति हाम्रो भएको दादाको टिफिनमा देखेन रहेछ अहिले देखेन रहेछ कहिले मलाई लाग्यो चिकन दाले चाहिँ बिहान खाना बनाएको थियो कि ब्रेड मलाई खाने भनेर सोधेको थियो अन्त मैले किन खाएको यो औ उयो भयो फेरि अफ भयो है उसले मलाई खानु लास्ट मुला लास्टको नै परेछ लु निम्बु यसरी खाऊ कसले एक्सप्रेसन नदिने छ अझै तर खाँदै भने यो हुन्छ डल्लै खानु सक्दैन होइन यसरी कसले उयो हुन्छ नि ए, सक्छ। पैसा नदिनु नै यसले सक्छ पापा ओइ होइन अफ भएन म त्यो भयो यिनीहरू नगर्ने अरे किनकि उहिले तिनवटा निम्बु यसले दुईवटा निम्बु खान्छ पनि होइन हेर्नु न यहाँ के भन्छ खाइसकेछ यसले तिनवटा निम्बु यसले दुईवटा निम्बु म यहाँ भर्खर खाँदैछु विदाउट एक्सप्रेसन ल यो बोकाले पितो पो भयो हेर्न मेरो रियाक्सन अब नहुँदो रहेछ विदाउट एक्सप्रेस मैले हाम्रो उयो पनि लगाइदिनु भएको छ सक्दैन यसले चाहिँ सक्छ नि त अब उसले सक्छ मेरो हस्बेन्डले म सक्दिनँ त्यो तिनीहरूको बेटेसर देखाएर हामीले सक्यो थ्याङ्क यू सो मच फर वाचिङ त्यही भन्दै बाई बाई जुन चाहिँ हातले औ अफ गर्नु न त एउटा हातले गर न त हो नि त